नमस्ते साथीहरू, म सरिता छेत्री हाउसवाइफ ब्लगमा हजुरहरूलाई स्वागत गर्दछु। हामी चाहिँ अमेरिका आइपुग्यौँ होइन साथी। अब चाहिँ नातिलाई के ल्यायो भन्ने बच्चाहरूलाई उत्सुकता हुन्छ नि, गिफ्ट खोलौँ भनेर। अब हामी चाहिँ त्यही गिफ्ट खोलेर नातिलाई देखाउँदैछौँ आएर। यहाँभित्र छ, अहिले ल्याउनुपर्छ बाहिर है। लगे बाबुले के ल्याएको छ भने सबै खोलेर देखाउँछु नि। साथीहरू, नेपालबाट चाहिँ हामीहरू अहिले 1 घन्टा अगाडि आइपुग्यौँ होइन। निकै थाकेका छौँ, धेरै गाह्रो भयो। यसपालि चाहिँ 10 वर्षमा कतिचोटि जाई गरियो, तर यसपालि धेरै थाकेको छ। कुनै कारणले गर्दाखेरि त्यो पछि बताउँला। अहिले चाहिँ त्यो नातिको लागि चाहिँ केही गिफ्ट ल्याएका थियौँ, अहिले नै हेर्ने भनेर। हेर्नुहोस् न साथीहरू, कति खुसी भइरहेछ नाति। अनि नातिले चाहिँ के भन्नुभयो के बोल्नुहोस् न त। आज चाहिँ मामाहरू एयरपोर्टबाट पुऱ्याएको अनि गिफ्टहरू हालेको छ यसमा, यो ठुलो बक्समा, ठुलो सुटकेसमा होइन। अब हेर्नु पर्यो, अब खोलेर देखाउने, बाबुलाई गिफ्ट दिने हो। लगेज खोलेर नातिलाई गिफ्ट देखाउनु पर्यो मेरो बुढीलाई। त्यही भएर माथि मुनि राखेको छ तिम्रो सामान। यो मेकअप मेकअपको सामान छ। यिनीहरूले ब्याग्सहरूमा फल पनि निकालिदिन्छु नि बाबुलाई। के हो यो मेरो स्लिपर्स। अनितलाई तिमीलाई होइन, तिम्रो अर्कै छ। स्लिपर्स पनि छ बाबुलाई। यो पनि बाबुको तिम्रो है। यो पनि तिम्रो भाइको। त्यो बताइदेऊ न, त्यो कसले पठाउनु भएको? यो हजुरमाले पठाउनु भएको। ए यहाँ दुईटा आयो, पनि आयो अनि पनि आयो। हो सिल्भर हो। कसरी मलाई अर्किन्छ माने खोइ। अब यो दुईटा यस्तो भएको भएर ठुलो भएको बाबु। यो खोलेपछि बाबुलाई ठिकै हुन्छ, अलिकति ठुलो भएर केही हुँदैन। वाह, कस्तो क्युट। ल यो पनि हो बाबुको। काउन्ट गर्नु बाबु? गरिसक्यो। भयो। यो भाइको होला, यो तिम्रो होला। के होला गेस? यसमा के होला ल, गेस गर्नु। यो भाइको होला। के भन्नुभयो बाबु? थ्याङ्क यू भन्नुभयो। खोल्नु सक्नु? मेरो यो ब्याग मलाई यही मनपर्छ, यही बोकेर हिँड्छु म त। यो ट्याप पनि ल्याएको। होइन, यो केटीको होइन, केटाकै हो। मैले मलाई पहिल्यै भनेको थिएँ नि। केटा पनि लाउँछ नि। यस्तो पनि छ। यो खोल्न सक्छ। खै देखाउनु त, त्यो अहिलेको देखाउनु त। मिल्छ नि, बेसमेन्टमा लाउनु मिल्छ। पूजाको लुगामा बाबु लाउनु मिल्छ। ल यो पहिला के आयो यहाँ हेर। यो मलाई अर्किन्छ। बेडमा नखेल्छिनु है बाबु। अलिकति ठुलै हुन्छ रहेछ। ल ठिकै भयो, के हुँदैन। अझ साथीहरू छैन। तिम्रो माले त कस्तो छ नि, हालै ठिकुनी जुत्ता ल्याएर। पुरानो ब्लगमा हेर्नु निमित्तले माले ठिकुनी जुत्ता ल्याएर चाहिँ ठिक हुन्छ। कसले चाहिँ दियो, ल मैले पनि चुप लगाएर ल्याएँ। आफै हेर्दै नि कति ठुलो भइसक्यो भने लुगा पनि कति ठुल्ठुलो किनिदिनु लाग्थ्यो। अझ वाउ, नमस्ते गर्नुहोस्। बाबु केयरफुल है बाबु, केयरफुल। नमस्ते गर्नु। गणेश भगवान, मलाई पढ्न आओस्, म ज्ञानी हुने भनेर भन्ने। राम्रो छ एकदमै। बाबुलाई सानो भयो भने के वर्ड युज गर्नुहुन्छ? कस्तो भयो भन्नुहुन्छ? होइन, के वर्ड भन्नु न यहाँ। सानो हुँदैन बाबुलाई यो। त्यो पनि तिम्रै हो।
try the red one. The red one, try this one. खोइ यो यतानिर यहाँ मलाई अब यो त्यो चाहिँ सानो माले पठाउनु भएको गणेश भगवान् पहिला पनि ल्याइदिएको छ बाले बाबुलाई भाइलाई पनि छ त्यसमा पऱ्यो होला त्यो चाहिँ त्यो ठुलो मम्मीले पठाएको तिम्रो पनि छ त्यसको यो म माथिसम्म त रिपोर्ट भइहाल्छ यो फुटेको जस्तो हेर्नु न कसरी प्याक गरेर ल्याएर रहेछ नानीले गणेश भगवान् यो पनि बाबु अर्को पनि छ है यस्तो निमितको कुन भगवान हो यो गणेशवाला त छैन छैन हो छैन कुन छैन भगवान हो बाबु Oh, this is it. गणेश नै यो नखोल त्यतिकै नखोलेको छ हेर्छौँ होइन, बाहिरबाट त्यो कस्तो क्युट देखाउनु त यता सबैलाई मम्मीलाई देखाउनु नेक्स्ट ल अर्को खोल यो भाइको होला Come on, I'm biting. हेर हेर यो भाइको You? अनितको अनित तो भनेको त मेरो मलाई अर्को छ यो ठिक हुन्छ नि त्यो हुँदैन तिमीलाई अनितको तिमीलाई कहाँ ठिक हुन्छ ल ठिक भयो ल पहिला त्यो खोला नमस्ते साथीहरू आज चाहिँ माको भिडियो चाहिँ राम्रो हुन्छ अनि भिडियोको लागि स्टार्ट हुनलाई लाइक सेयर अनि सब्सक्राइब गरेर इन्जोय गर भिडियो बाई बाई त्यो पनि भाइकै पर्यो यो के हो खोला भाइ ओके खै देखाउनु त ठिक हुन्छ ल अहिले नभए पनि अब यो विन्टरमा ठिक हुन्छ अर्को पनि हुनुपर्ने नि यो चाहिँ हाम्रो डाइनिङको लागि ल्याएको यो पनि खोल्यो बाबुले ल बाबु बाबु यो के होला यो हेर त यो म खोल्नु मेरो खोल्नु दिनु न मलाई यो पनि मेरो अर्को त त्यसमा खोल्नुपर्छ यसमा चाहिँ बिस्तारै है, यो त्यो फुट्छ तिमीलाई है। ल्याएको अर्को यो ओहो यसमा अरू त्यसमा हँ? अरू उसमा राख्नलाई यो त्यो त्यस्तो राख्ने होइन रुबितालाई पनि छ त्यतिकै राख्नु तिमीलाई पनि छ यो मोजा पनि ल्याएको मैले ब्लगमै देखेको थिएँ पहिलाकोमा Your favorite blanco. के Guess. गणेश भगवान् पक्का उज्यालो त्यो हाम्रो डाइनिङमा राख्ने हो र अलि तल त्यो म फेस पनि आउनु नाइट ड्रेस अनितको तिम्रो त्यसमा छ के गर्नु मेरो भने मेरो मेरो वाला खोइ तिम्रो पनि छ त्यसमा पर्यो होला यो मोमोलाई मोमो मुर्गी? अब यो कुरा एउटा यहाँ पनि राख्नु यो के भयो भने अहिले जोइन गरेर चाहिँ गर्दा गर्दै चाहिँ स्वास्थ्य त्यो ठुलो बच्चालाई थाहा हुँदैन भाँच्यो भने त अनि गयो त्यति बच्चा किन चलाउँछ फाँच्नलाई बच्चाले चाहिँ अब चलाउँछ भने चलाउने हो त्यो बच्चाले बच्चाहरूले चलाउँछ यो अब कहाँ यो कुन राख्नु पनि कुन राख्नु मैले त्यही त हो अब त्यही त हो त यही त भयो त त्यो कान त्यही त हो त्यसरी हुन्छ त्यसरी हुन्छ हुँदैन त्यो मुनिराख्नु ए क्यामेरा क्यामेराले दि सुरुवात ए उता म दिन्छु म तिमी चाहिँ त्यो वाला होल्ड गर ल होल्ड गरेँ ल कहाँ जानुभयो यो चाहिँ पजामा देख्छ यो पजामा पजामा? राम्रो देख्छ हेर न ल अनि अगाडि हैन हो राम्रो प्याटर्न भाइले मलाई जे गरे पनि मलाई ठिक अब यो हेर यो मलाई ठिक हुन्छ होला यो ओ बाह्र बालाहरू बस्नु अब बाह्र ठिक हुन्छ यो त बाह्रै ठिक हुन्छ जस्तो लाग्यो मलाई हुन्छ राम्रो बाह्र जे पनि किसिम गर्नु अब नि मन लाग्दैन किन अब नि मन लाग्दैन देख्नै ल त्यस्तो हो नि यो अझ राम्रो त्यो उता राख्यो त्यो खोल्ने ल 690 गरेर भन्नु बाबु I knew it यो हजुरमाले किनेर पठाएको है यो चप्पल ए कस्तो राम्रो यो रहेछ है? हजुर किन ल ल ल ल ल
घुम्नु गएको थियो नि पोहोर म यता अँ, अँ। अनि सबैलाई यस्तो चप्पल कस्तो राम्रो। रहेछ कि अँ सबैलाई यो यो त्यो बिस्नु भयो ए के खाले ची क्यामेरा यो मेरो क्यामेरा ए मेरो हेलो सबैजना गराउँछ भने यो कोर्नै नसक्ने यो मेरो बिएमसी ए मेरो मन छ तरकारीमा राख्ने मासुमा राख्ने यो चाहिँ 2 प्याकेट मात्रै ल्याएको छ के हो यो ल अब त्यो पनि देखाऊ छोरालाई जाने के भन्छ दाजुले पठाएको के हो यो? त्यो बाबु दौरा सुरुवाल होइन दाजुले सिलाएर पठाएको दाजुले पठाएको त्यो केमा यो दौरा सुरुवाल बाबुको है सानो ए। बाबुको ए दाइले अनि बाबुलाई सुट चाहियो के दौरा सुरुवाल चाहियो भने थियो नि त होइन अँ अनि त्यही सिलाएर ल्याएको दौरा सुरुवाल र कोट छ यो कस्तो छोटो टाइममै भइरहेछ है अँ हाम्रो पसलको बारे पनि भनिदिनु न त अनि हाम्रो कहाँबाट सिलाएको मा हेर हाम्रो मा पसल यो छ के हो होइन अँ। क्यालेन्डर हो बाबु क्यालेन्डर अनि पसलको नाम चाहिँ सुट प्यालेस हो अनि यो बाग बजारमा छ हाम्रो पसल है के सिलाउँछ बा यसमा दौरा सुरुवाल सुट सबै जे भन्यो त्यो कुर्ताहरू केटा मान्छेहरूको कुर्ता सुरुवाल आजकल चल्छ होइन हजुर यो सबै सिउँछ ए खै लुक सबै पाउँछ के हैन मेरोबाट नातिलाई त गिफ्ट धेरै मन पर्यो होइन साथीहरू यसको साथै म यो ब्लग यहीँ नै राख्छु हजुरहरूलाई मन पर्यो भने लाइक गरिदिनु सेयर गरिदिनु कमेन्ट गरिदिनु र सँगै सब्सक्राइब पनि गरिदिनु होला नमस्ते साथीहरू